हेलो साथीहरू, नमस्कार सबैजनालाई। आज चाहिँ मैले करेन्ट चाउचाउ लिएर आएँ। मलाई एकदमै पिरो खान मन लाग्थ्यो। त्यति पिरो त म खान सक्दैन, तैपनि ट्राई गर्छु खान सक्छु कि सक्दैन। पुरा भिडियो हेरेर साथ दिनु होला है त। यहाँ चाहिँ मैले तातो पानी बनाएर एउटा कपमा चाहिँ भिजाउन राखेँ। यहाँ भिजी पनि सकेको छ। ठ्याक्कै 5 मिनेट भयो। 5 मिनेटमा कस्टमर पनि आउनु भएको थियो। मैले उहाँको थ्रेडिङ गर्दा गर्दै मेरो यहाँ करेन्ट चाउचाउ पनि पाक्यो। त्यसपछि मैले यसमा सबै मसलाहरू काटेर सबै मसलाहरू राखेर मिक्स गर्न थालेँ। वाउ, कस्तो राम्रो भयो। मुखबाट पानी आउला आउला जस्तो भइसकेको छ। एकदमै राम्रो छ। कलर पनि एकदमै राम्रो लाग्छ यसको चाहिँ। अनि खाना पनि एकदमै मिठो, एकदमै पिरो। यहाँ म चाहिँ खान थालेँ है। एकदमै मुखमा पानी आइरहेको छ। एकदम भोक पनि लागेको छ। एकदमै मिठो भएको छ, एकदमै मिठो छ। तर एकदम लास्टै पिरो छ है, लास्टै पिरो छ। मैले त धेरै खान पनि सकिनँ, अलिक थोरै मात्रै खाएँ। किनभने मलाई पिरो त्यति साह्रो मन परे पनि खान चाहिँ सक्दैन म चाहिँ। त्यही भएर यहाँ एकदमै मर्न लाग्छु है। अब के गर्ने, खान मन लागेपछि खाने मुखले चाहिँ जुङ्गाले छेक्दैन भने जस्तै पानी खाँदै फेरि चाउचाउ खाँदै पानी खाँदै गरेर लगभग अलिकति मात्रै मैले बाँकी राखेँ। हजुरहरू पनि इन्जोय गर्नुहोला।